व्यक्तित्वहरूलाई श्रेष्ठ तपाईँहरूकै माया तपाईँहरूकै साथ तपाईँहरूकै सहयोगले मलाई प्रथम नगर प्रमुख पनि बनाउनु भयो र यस क्षेत्रको राजनीतिक प्रदेश 2A को प्रतिनिधि बनाउनु भयो। तपाईँहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँहरूलाई अहिले ज्ञापन पत्रमा जुन हाम्रो अध्यक्षज्यूले ज्ञापन पत्र वाचन गरिरहँदाखेरि विशेष गरी दुईवटा कुरालाई मेरो ध्यान दिनुभयो, जुन चाहिँ अलिकति शङ्का उपशङ्का र विश्वास यो दुईटै चिजले काम गरेको आयो। म तपाईँहरूलाई हार्दिकतापूर्वक के अनुरोध गर्न चाहन्छु, म नगरको भइरहँदा दुईजना वडा अध्यक्षज्यू नै हुनुहुन्छ, उहाँहरू पीडित हुनुहुन्छ, एक वडा अध्यक्षज्यू र 10 वडा। हामीले कुनै पनि एउटा नागरिकको अधिकार पनि छ, तपाईँले अधिकार सूचनाको हकलाई प्रयोग गरेर पनि तपाईँले इन्फर्मेसन दिन सक्नुहुन्छ। हाम्रो तर्फबाट महालक्ष्मी नगरपालिकाले कुनै पनि राष्ट्रिय राजमार्ग कायम गर्नुपर्छ भनेर पत्राचार भएको छैन।